एक समयमा बीबीसीको साझा सवाल नामक कार्यक्रमको प्रस्तोताको रूपमा काम गर्दै आफ्ना प्रखर प्रश्नहरू र निर्भीक प्रस्तुतिका कारण निकै चर्चित हुनुभएको पत्रकार विद्या चापागाईले साझा सवाल छोडेपछि सन् 2018मा आफ्ना केही पत्रकार साथीहरूसँग मिलेर हेर्ने कथा नामक युट्युब च्यानल खोल्नुभयो र आफ्नै ढङ्गले समाजका कथाहरू भन्न सुरु गर्नुभयो। आजको दिनमा हेर्ने कथा नेपालीहरूका बीच निकै लोकप्रिय छ। यसको विषयवस्तु समाजका असल पात्रहरूको प्रेरणादायी कथा, नेपाली जनजीवनका यथार्थहरू, गाउँघरका आवाजहरू दर्शकहरूले निकै मन पराएका छन् भन्ने कुरा त गर्नै पर्दैन। साथीहरू, आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ यस्ता 5 नेपाली युट्युब च्यानलहरूको बारेमा जुन हेर्ने कथा जस्तै प्रेरणादायी र अर्थपूर्ण सामग्रीहरू प्रस्तुत गर्दछन्। यी च्यानलहरूले नेपाली संस्कृति, कला, प्रकृति, यथार्थ जीवनका दृश्यहरू र विभिन्न विषयलाई समेटेर हाम्रा सामु ल्याइरहेका छन्। यी च्यानलहरूका भिडियोहरूले हामीमाथि सकारात्मक प्रभाव पार्न सफल भएका छन्। आउनुहोस् भिडियो सुरु गरौँ र हेरौँ कुन कुन च्यानलहरू छन् हाम्रो लिस्टमा। हाम्रो 5औं नम्बरमा छ प्रोजेक्ट कुरा। यस च्यानलको सुरुवात सरोज कार्कीले सन् 2020मा गरेका थिए। उहाँको उद्देश्य थियो समाजका जटिल प्रश्नहरूको उत्तर खोज्नु र त्यसलाई सरल ढङ्गले जनता समक्ष पुर्याउनु। प्रोजेक्ट कुराले शिक्षा, स्वास्थ्य, भ्रष्टाचार, सामाजिक अन्याय जस्ता गम्भीर विषयमा आधारित भिडियो बनाउँछ। सरस, तात्पर्यपरक र ग्राफिक सहितका यी भिडियोहरू नेपाली युवामाझ निकै लोकप्रिय छन्। हाल यो च्यानलमा करिब 269K भन्दा बढी सब्सक्राइबर्सहरू छन् र 26 मिलियन भन्दा बढी भ्युज भइसकेको छ। यदि तपाईँ सामाजिक विषयमा गम्भीर र जानकारीमूलक सामग्री खोज्दै हुनुहुन्छ भने प्रोजेक्ट कुरा हेर्न नबिर्सनुहोस्। हाम्रो 4औं नम्बरमा छ घुमन्ते। यस च्यानलको स्थापना सन् 2015मा कञ्चन राईद्वारा गरिएको हो। उहाँको उद्देश्य थियो नेपालको विभिन्न स्थानहरूको भ्रमण गर्दै ती स्थानहरूको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक विशेषताहरूलाई प्रस्तुत गर्नु। घुमन्तेले नेपालका दुर्गम गाउँ, हिमाली ट्रेक, सांस्कृतिक उत्सव र स्थानीय जीवनशैलीका बारेमा भिडियोहरू बनाउँछ। यी भिडियोहरू नेपाली युवामाझ निकै लोकप्रिय छन् र नेपालका विभिन्न स्थानहरूको बारेमा जानकारी प्रदान गर्छन्। हाल यो च्यानलमा करिब 285K भन्दा बढी सब्सक्राइबर्सहरू छन् र 33 मिलियन भन्दा बढी भ्युज आइसकेको छ। यदि तपाईँ नेपालका विभिन्न स्थानहरूको बारेमा जानकारीमूलक र रमाइलो सामग्री खोज्दै हुनुहुन्छ भने घुमन्ते च्यानललाई सब्सक्राइब गर्नुहोला। त्यसैगरी साथीहरू, हाम्रो तेस्रो नम्बरमा छ इनडेप्थ स्टोरी। इनडेप्थ स्टोरी च्यानलको सुरुवात सुदीप भाइ सुवेदीले सन् 2016मा गरेका हुन्। यस च्यानल आफ्नो अनुसन्धानमा आधारित प्रस्तुति, विश्लेषण र कथा शैलीमा तयार गरिएका भिडियोहरूका लागि प्रख्यात छ। इनडेप्थ स्टोरीले सामाजिक, राजनैतिक, सांस्कृतिक र ऐतिहासिक विषयहरूलाई गहिरो अनुसन्धानसहित प्रस्तुत गर्छ। भिडियोहरूमा व्यङ्ग्य, तथ्य र रोचक कथा शैलीको संयोजन पाइन्छ। हाल च्यानलमा करिब 557K भन्दा बढी सब्सक्राइबरहरू छन् र 70 मिलियन भन्दा बढी भ्युज आइसकेको छ। यदि
तपाईँ गहिरो विश्लेषण र सोच बाध्य पार्ने सामग्री खोज्दै हुनुहुन्छ भने इनडेप्थ स्टोरी अवश्य हेर्नुहोस्। हाम्रो दोस्रो नम्बरमा छ द स्टोरी टेलर्स। यो च्यानलको स्थापना प्रशान्त मानन्दरले 2014 मा गरेका हुन्। यस च्यानलले मुख्यतः नेपाली सांस्कृतिक कथा, लोककथा, व्यक्तिगत अनुभव र रोचक जीवन कथाहरू प्रस्तुत गर्छ। यिनीहरूको भिडियो शैली सरल, रमाइलो र दर्शकलाई सजिलै बुझ्न सक्ने किसिमको हुन्छ। हाल यस च्यानलमा करिब 360K भन्दा बढी सब्सक्राइबर छन् र भिडियोले राम्रो लोकप्रियता पाइसकेको छ। यदि तपाईँ नेपाली कथाहरू र सांस्कृतिक मनोरञ्जन मन पराउनुहुन्छ भने द स्टोरी टेलर्स च्यानल अवश्य फलो गर्नुहोस्। र हाम्रो लिस्टको अन्तिममा छ प्रोजेक्ट सारङ्गी। यस च्यानलको स्थापना किरण नेपालीले गरेका हुन् र यो 2012 मा सुरु भएको हो। प्रोजेक्ट सारङ्गीले मुख्य रूपमा नेपाली साङ्गीतिक झन्कार र सांस्कृतिक सम्पदामा आधारित भिडियोहरू बनाउँछ। यहाँ लोकप्रिय गीतहरू, सारङ्गी वादन र नेपालको सांस्कृतिक धरोहर सम्बन्धी सामग्रीहरू प्रस्तुत गरिन्छ। हाल यो च्यानलमा करिब 13.7K भन्दा बढी सब्सक्राइबर छन् र भिडियोले निकै लोकप्रियता पाइरहेको छ। यदि तपाईहरू पनि नेपाली सांस्कृतिक र सङ्गीत विरासतमा रुचि राख्नुहुन्छ भने प्रोजेक्ट सारङ्गी च्यानललाई अवश्य सब्सक्राइब गर्नुहोला। साथीहरू, र यो हाम्रो पहिलो नम्बरसँगै आजको भिडियो यही सकिएको छ। कृपया भिडियो कस्तो लाग्यो तल कमेन्ट गर्नुहोला र यो बाहेक अरू कुनै च्यानलहरू छुटेका छन् भने त्यो पनि तल लेख्नुहोला र भेटौँला अर्को भिडियोमा।